कुद्नु छ रोडमा, कमाउनु छ नोटमा, जिन्दगी जिउनु छ चोटै चोटमा भनेर पछाडिपट्टि शायरी लेखेर गुडिरहेको ट्रक समातेछ। त्यो पनि 25 करोड बोकिरहेको ट्रक है। अब त्यो पछाडिको शायरीले नै थाहा हुन्छ नि, बिचरा त्यो ड्राइभर भरिया मात्रै हो भनेर। समाउन त समायो, हतकटी पनि लागु देखिन्छ है। अब त्यसको मालिक चाहिँ को हो त? मालिकले चाहिँ हातकटी लाउँछ होला त साथीहरू? मलाई लाग्छ त्यो लाउँदैन, किनभने नेपालमा यस्तो घटनाहरू धेरै छन्, यो भरिया मात्रै समाउने घटनाहरू है। यो पालि पनि त्यही हुन्छ जस्तो लाग्छ मलाई। पहिला पनि सुन प्रकरणमा कति 5 वर्ष जति बसेको मान्छे रहेछ, यो पल्ट अब कति वर्ष जाने हो भरिया बिचरा। त्यही भएर होइन, पैसै कमाउन भए पनि यस्तो खालको गतिविधिहरू, यस्तो खालको कामहरू चाहिँ नगरौँ साथीहरू। मजदुरै भए पनि मजदुरी नै गरौँ, तर यो भारी बोक्ने भन्ने भने पनि यसरी फस्ने तरिकाले चाहिँ भारी नबोकौँ।